सिस्नो रेडी भयो। साथीहरू वेलकम टु माई मिनी ब्लग। साथीहरू मलाई चाहिँ काभ्रे आएदेखि चाहिँ एकदमै सिस्नो खान मन लागिरहेको थियो, त्यही भएर हामीले चाहिँ सिस्नो टिपेर ल्यायौँ। अब हामी चाहिँ सिस्नो बनाउँदैछौँ। सिस्नोमा चाहिँ थोरै पिठो मिलाएर केलाउँदैछौँ। सिस्नोमा पिठो हाल्यो भने चाहिँ किरा झर्छ भनिन्छ। सिस्नो केलाइसकेपछि चाहिँ हामी यसलाई पखाल्छौँ। टिप्न चाहिँ सबै ठाउँबाट टिपेर ल्याएको हो, धोयो भने चाहिँ हल्का भएको फोहोरहरू पनि झरोस् भनेर चाहिँ हामी जहिले पनि पखालेर नै पकाउने गर्छौँ। सिस्नो चाहिँ पखालिसक्यो, अब यसलाई कुकरमा 2-4 सिटी लगाउँछौँ। यसो गर्यो भने सिस्नो मजाले गल्छ अनि फिर्की लाउन सजिलो हुन्छ। हामी चाहिँ यसरी पकाउँछौँ है साथीहरू, सबैको आफ्नो आफ्नो तरिका हुन्छ सिस्नो पकाउने। हल्का नुन हालेर छोपिदिन्छौँ। अनि साथीहरू यो चाहिँ हामीले जङ्गलबाट फिर्की लाउनको लागि खोजेर ल्याएको। पहिलाको चाहिँ बहिनीले कहाँ राखेछ थाहा नै भएन, बल्ल बल्ल खोजेर ल्याएको, त्यही पनि यस्तो हालत छ, हुन्छ कि हुँदैन थाहा छैन। कुकरमा चाहिँ 2-4 सिटी लागिसक्यो, अब यसलाई फिर्की लाउनुपर्छ। अब सिस्नो चाहिँ गलिसक्यो साथीहरू, यसलाई अब हल्का तातो पानी अनि पिठो लगाएर फिर्की लाउँदैछ मेरो बहिनीले। ल्याएको फिर्की चाहिँ यस्तो काम न काजको परेछ कि प्रभु, के गर्नु कि बल्ल बल्ल अर्को खोजेर चाहिँ फिर्की लाउँदैछ, नत्र भने त बिजोगै हुने रहेछ। यसपालि खानै नपाउने रहेछ हामीले सिस्नो। यता चाहिँ छ मेरो बहिनीको भरिभराउ मसलाको डिब्बा, एक्लै बसे पनि टनाटन हालेर राखे हुन्छ। सिस्नो चाहिँ लगभग पाकिसक्यो, अब यसलाई झार्नुपर्ने मसलाहरू चाहिँ रेडी गर्दैछ। मैले चाहिँ सिस्नो बनाउँदाखेरि प्याज, लसुन, टिमुर अनि टमाटरहरू सबै लगाउँछ है, सबैको आफ्नो आफ्नो तरिका हुन्छ। यो चाहिँ मेरो बहिनीको स्टाइल तरिका हो। अब चाहिँ सिस्नोमा झार्नलाई यो मसला रेडी भइसक्यो। अब ज्वाइँ झानिसकेपछि चाहिँ सिस्नो रेडी भयो। अझै बाँकी रहेछ लास्टमा काँचो लसुन अनि टिमुर, अनि चलाइसकेपछि सिस्नो चाहिँ फाइनल्ली रेडी भयो। लो साथीहरू, अब सिस्नो र ढिँडो चाहिँ सप्रक खान थाल्यौँ है हामीले चाहिँ। जिङ्गेला पनि मिलेर मार्नु